नमस्कार अनि स्वागत छ स्मार्ट जिके नेपाल युट्युब च्यानलमा। विभिन्न विषयवस्तुमा जानकारी प्रस्तुत गर्ने सन्दर्भमा आज मैले तपाईँहरूको लागि एकदमै महत्त्वपूर्ण 2081 वैशाखदेखिको अहिले मङ्सिरसम्मको समसामयिक घटनाको बारेमा चाहिँ तपाईँहरूको लागि लिएर उपस्थित भएको छु। यो भिडियो अन्तर्गत विभिन्न परीक्षामा सोधिएका समसामयिक घटनाहरू र आउँदो इक्जामहरूमा सोध्न सक्ने प्रश्नहरू लिइरहेको छु। त्यसैले सुरुदेखि अन्तिमसँग नछुटाइकन हेरिदिनुहोला र यदि तपाईँहरू च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडी हुनको लागि पनि म विनम्र अनुरोध गर्दछु। अब सुरु गरौँ आजका हाम्रो प्रश्नहरू। पहिलो प्रश्न, नेपाल सरकारले कुन फललाई राष्ट्रिय फल घोषणा गरेको छ? सही उत्तर हुन्छ सुन्तला। त्यसैगरी गोरखापत्र दैनिकमा नयाँ नेपाल बहुभाषा पृष्ठ अन्तर्गत प्रकाशित हुने मातृभाषाको सङ्ख्या कति रहेको छ? यसको सही उत्तर हुन्छ 43। त्यसैगरी अर्को प्रश्न, ठमेल र दरबार मार्ग कहिलेदेखि 24 घण्टा खोल्न थालिएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 वैशाख 1 गतेदेखि। त्यसैगरी अर्को प्रश्न, हालै वातावरण र पर्यावरण क्षेत्रमा काम गर्न वातावरण प्रहरीको व्यवस्था गर्ने महानगर कुन हो? सही उत्तर हुन्छ ललितपुर महानगरपालिका। त्यसैगरी अर्को, विश्व ब्याङ्कद्वारा 2080 चैत 20मा सार्वजनिक साउथ एसिया डेभलपमेन्ट अपडेट प्रतिवेदन अनुसार नेपालमा रोजगारीको अनुपात विगत 23 वर्षमा कति प्रतिशतले घटेको छ? सही उत्तर हुन्छ 11%। त्यसैगरी सकालका देवता भनी चिनिने हिमाल कुन हो? यसको सही उत्तर हुन्छ अन्नपूर्ण हिमाल। त्यसैगरी अर्को प्रश्न, एसियाली विकास ब्याङ्क एडिबीले सन् 2024 अप्रिलमा सार्वजनिक गरेको प्रतिवेदन एसियाली विकास परिदृश्य अनुसार सन् 2024मा नेपालको आर्थिक वृद्धि दर कति हुने अनुमान छ? यसको सही उत्तर हुन्छ 3.6%। त्यसैगरी अर्को प्रश्न, चिकित्सा शिक्षा सुधारका निम्ति महत्त्वपूर्ण ठानिएको चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग 2024 को प्रतिवेदन कहिले सार्वजनिक भयो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2080 चैत 28 गते। त्यसैगरी अर्को प्रश्न, भरतपुर महानगरपालिका र कालीकोटको पचाल झरना गाउँपालिका बीच भगिनी सम्बन्ध कहिले कायम भएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2080 चैत 26 गते। त्यसैगरी अर्को प्रश्न, सस्टेनेबल डेभलपमेन्ट सोलुसन नेटवर्कद्वारा तयार पारिएको दिगो विकास प्रतिवेदन 2023 अनुसार नेपाल कतिौँ स्थानमा रहेको छ? सही उत्तर 49औँ स्थानमा। त्यसैगरी मुलुकै ठुलो विज्ञान पार्क कहाँ निर्माण हुने भएको छ? सही उत्तर सैलुङ गाउँपालिका 8 फुस्रामाटा दोलखामा। त्यसैगरी एआई सेफ्टी समिति 2023 कहिले र कहाँ सम्पन्न भएको हो? सन् 2023 नोभेम्बर 1 र 2। त्यसैगरी हालै 2080 चैत जैविक विविधता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो? सही उत्तर पोखरा। त्यस्तै नेपाल व्यवस्थापन सङ्घका अनुसार आर्थिक वर्ष 2080-81मा नेपालको आर्थिक वृद्धि दर कति हुने अनुमान छ? यसको सही उत्तर हुन्छ 3.09%। त्यसैगरी अर्को प्रश्न, गण्डकी प्रदेशको दोस्रो आवधिक योजना 2081-82 देखि 2085-86 को आधारपत्र अनुसार योजनाको अन्त्यसम्ममा कति मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ? सही उत्तर 2000 मेगावाट। त्यसैगरी नेपालकै लामो ट्रेल रेस प्रतियोगिताका रूपमा चिनिने मञ्जुश्री ट्रेल रेस उपाधि विजेता पदक को हुन्? सही उत्तर हुन्छ अर्जुन कुलुङ। त्यसैगरी हेमराज पहाडी स्मृति पुरस्कार 2080 कसलाई प्रदान गरियो? सही उत्तर हुन्छ साहित्यकार सौरभक्त। राशि यसको कति रहेको थियो भन्दा 1 लाख। त्यसैगरी सन् 2024मा भारतमा आयोजित एसएमएस फ्रेन्डसिप कप त्रिकोणीय टी20 क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो? एन्सर नेपाल। भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालले बिजुली माया वन श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार 2080 कसलाई प्रदान गरियो? यसको उत्तर हुन्छ गीतकार राजेन्द्र थापा। त्यसैगरी मणिराज बाङ्गे पुरस्कार कसलाई प्रदान गरियो? उत्तर साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धु। त्यसैगरी
अर्को प्रश्न, अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा लगातार 6 छक्का प्रहार गरी दुर्लभ कीर्तिमान कायम गर्न सफल नेपाली खेलाडी को हुन्? सही उत्तर दिपेन्द्र सिंह हेरी। त्यसैगरी रमणीय हाँडीको टापु कहाँ रहेको छ? सही उत्तर बागलुङ। त्यसैगरी आन्ध्र खेलमा प्रथम हुन सफल प्रदेश कुन हो? उत्तर बागमती प्रदेश। त्यसैगरी नेपालमै पहिलो सौर बत्तिस कहाँ सञ्चालन गरिनु भएको छ? यसको सही उत्तर पोखरामा। त्यसैगरी अर्को प्रश्न, विक्रम सम्वत 2080 चैत 28मा सार्वजनिक चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोग 2074 को प्रतिवेदनले एमबिबिएस तहका लागि अधिकतम शुल्क कति सिफारिस गरेको छ? यसको सही उत्तर हुन्छ 35 लाख रुपैयाँ। त्यसैगरी गजलकार प्रकट पङ्गेनी शिवको निधन कहिले भएको हो? सही उत्तर विक्रम सम्वत 2081 वैशाख 4 गते। त्यसैगरी नागढुङ्गा सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको मुख्य सुरुङ कहिले छिचोलियो? सही उत्तर विक्रम सम्वत 2081 वैशाख 3 गते। त्यसैगरी अर्को प्रश्न, अमेरिका पोर्टल्यान्ड स्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप ताइक्वान्डो च्याम्पियनसिप को सहयोगी संस्थाका रूपमा आइओएफजिसी नेपालको स्थापना कहिले गरियो? उत्तर विक्रम सम्वत 2081 वैशाख। त्यसैगरी महालेखा परीक्षकमा कसलाई नियुक्ति गरियो? यसको सही उत्तर तोयम राय। 14औं केन्द्र स्तरीय राष्ट्रपति रणेशेलको उपाधि जित्न सफल टिम कुन हो? उत्तर सुदूरपश्चिम प्रदेश। त्यसैगरी अर्को प्रश्न, विश्वका 8000 मिटरभन्दा अग्ला 14वटा हिमालमध्ये 13वटा हिमाल बिना अक्सिजन सफल आरोहण गर्ने पर्वतारोही को हुनुहुन्छ? उत्तर निर्मल पूर्जा। त्यसैगरी ओजोन तह संरक्षण सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो? उत्तर सन् 1987 क्यानाडाको मोन्ट्रियलमा। त्यसैगरी नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धारको सूत्रपात गर्ने कवि को हुन्? यसको सही उत्तर मोहन कोइराला। त्यसैगरी अर्को प्रश्न, मानव अधिकार क्षेत्रमा देशको प्रतिष्ठित बद्री पहाडी समाज सेवा पुरस्कार 2080 कसलाई प्रदान गरियो? यसको सही उत्तर हुन्छ डाक्टर विष्णुमाया परिवार। त्यसैगरी साहित्यिक पत्रकार सङ्घले हिमडमरू उपाधि कसलाई सम्मानित गरियो? यसको सही उत्तर हुन्छ बालकृष्ण बस्नेत। त्यसैगरी नेपालमा निकासे वृद्धि गर्ने उद्देश्यले द्वय विनिमय दर प्रणाली कहिलेदेखि लागू गरियो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2034 देखि। त्यसैगरी वसुन्धरा मान प्रतिष्ठानले 2081 सालमा प्रदान गर्ने वसुन्धरा श्री पुरस्कार कसलाई सम्मानित गरियो? सही उत्तर कूटनीतिज्ञ बेशबहादुर थापा। त्यसैगरी प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल शुद्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ? उत्तर दोलखा। त्यसैगरी होटेल तथा पर्यटकीय व्यवसायी महासङ्घ मध्य प्रदेश र पर्यटक व्यवसायी महिला सङ्घ टोवान बीच मितेरी सम्बन्ध कहिले कायम भएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 वैशाख 15 गते। त्यसैगरी अर्को प्रश्न, नेपाल ताइक्वान्डो सङ्घले वर्षका उत्कृष्ट खेलाडीका रूपमा कसलाई सम्मानित गरियो? उत्तर हुन्छ पलेसा गोवर्धन। त्यसैगरी गोरखाको नब्री क्षेत्रलाई अहिंसा उपत्यका घोषणा कहिले गरिएको हो? उत्तर विक्रम सम्वत 2081 वैशाख 8 गते। त्यसै संयुक्त राष्ट्रसङ्घले क्लाइमेट प्रोमिस 2025 कहिले सुरु गरेको हो? उत्तर विक्रम सम्वत 2081 वैशाख 11 गते। त्यसैगरी अल्बर्ट आइन्स्टाइन फाउन्डेसनले तयार पारेको सूचीमा विश्वको दूरदृष्टि राख्ने संसारका 100 व्यक्तिमा पर्ने नेपाली को हुन्? उत्तर डाक्टर सन्दुक रोहित। त्यस्तै जलवायु क्लब कार्यान्वयनमा ल्याउने अन्तर्राष्ट्रिय निकाय कुन हो? उत्तर G7। त्यस्तै नेपालको पहिलो महिला उपकुलपति को हुन्? उत्तर भूषण श्रेष्ठ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका हुन्। त्यसैगरी माल्दिभ्समा सन् 2024 अप्रिल 21मा सम्पन्न आम निर्वाचनमा 2/3 बढी बहुमतका साथ जित हासिल गर्न सफल पार्टी कुन हो? उत्तर राष्ट्रपति मुइज्जूको पार्टी पिपुल्स नेसनल काङ्ग्रेस। त्यसैगरी गणतन्त्र गौरवबाट सम्मानित हुने व्यक्तित्व को हुन्? उत्तर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी। त्यस्तै पाल्पाको तानसेनमा 3 दिने अन्तर्व्यवस्थापिका भेला कहिले सम्पन्न भयो?
उत्तर विक्रम 2081 वैशाख 13 देखि 15 गतेसम्म। त्यसै गरी अर्को प्रश्न, आर्थिक वर्ष 2079-80मा सबैभन्दा बढी रेमिट्यान्स भित्राई सम्मानित हुने बैंक कुन हो? सही उत्तर ग्लोबल आइएमएफ बैंक, हिमालयन र नेपाल एसबिआई बैंक। त्यसै गरी राष्ट्र बैंक अनुसार 2080 फाल्गुन मसान्तसम्म नेपालमा कतिवटा वाणिज्य बैंक रहेका छन्? उत्तर 20वटा। त्यसै गरी 20को कतिौं सम्मेलनबाट नयाँ 6 सदस्य थप भएका हुन्? सही उत्तर 15औं सम्मेलनबाट। त्यसै गरी नेपाल र कतारका निजी क्षेत्रको सम्मिलित नेपाल कतार वाणिज्य परिषद स्थापना गर्ने सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर भएको हो? सही उत्तर विक्रम सम्वत 2081 वैशाख 12 गते। त्यस्तै गरी तनहुँ आबु खैरेनी गाउँपालिका र चीनको चाओसान सहरबीच भगिनी सम्बन्ध कहिले कायम भएको हो? उत्तर विक्रम सम्वत 2081 वैशाख 12 गते। त्यसै युरोप 2024 को आयोजना कहाँ गरिएको छ? उत्तर जर्मनीमा। सन् 2024 जुन 14 देखि जुलाई 14 सम्म हुनेछ। त्यस्तै गरी पृथ्वी चन्द्रमा र मङ्गल ग्रहबीच प्रस्तावित रेल यातायात हेक्सागन स्पेस ट्र्याक सिस्टम कुन देशको परियोजना हो? उत्तर जापान। त्यसै गरी एआई सेफ्टी समिति 2023 कहाँ आयोजना गरियो? उत्तर बेलायत। त्यसै गरी 6औं इन्डियन ओसन कन्फरेन्स कहाँ आयोजना गरियो? उत्तर बङ्गलादेश। त्यस्तै नेटोको 31औं सदस्यका रूपमा थप गरेको राष्ट्र कुन हो? यसको सही उत्तर फिनल्यान्ड। त्यसै गरी अर्को प्रश्न, नेपाल कुन अवधिको लागि संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषदमा विजयी भएको छ? सही उत्तर सन् 2024 देखि 2026सम्म। त्यसै गरी जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता लागू गर्ने पहिलो सार्क राष्ट्र कुन हो? उत्तर माल्दिभ्स। त्यसै गरी चार्ली फोस्टर भनेको के हो? यसको उत्तर हुन्छ साइबर अपराध विरुद्ध नेपाल र चीनद्वारा सञ्चालित अपरेसन। त्यसै गरी अर्को प्रश्न, इतिहासकार ज्ञानमणि नेपालको निधन कहिले भएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 जेठ 1 गते। त्यसै गरी सरकारले 16औं पञ्चवर्षीय योजना 2081-82 देखि 2085-86 कहिले पारित गरेको हो? सही उत्तर हुन्छ विक्रम सम्वत 2081 जेठ 1 गते। त्यसै गरी अर्को प्रश्न, 16औं योजनाले 5 वर्षमा नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य लिएको छ? यसको सही उत्तर हुन्छ $2351 अमेरिकन डलर। त्यसै गरी अर्को प्रश्न, सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान राख्ने आरोही को हुन्? यसको सही उत्तर हुन्छ कामेरिता शेर्पा। त्यसै गरी अर्को प्रश्न, कामेरिता शेर्पाले 30औं पटक सगरमाथाको सफल आरोहण कहिले गरेका हुन्? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 जेठ 9 गते। 2024 मे 22 र 29औं पटक आरोहण मिति 2081 वैशाख 30 गते। त्यसै गरी अर्को प्रश्न, ग्रिन ब्याङ्क अफ द इयर 2024 बाट सम्मानित बैंक कुन हो? यसको सही उत्तर हुन्छ एनएमबी बैंक। त्यसै गरी अर्को प्रश्न, अर्थमन्त्री वर्तमान पुनद्वारा 2081 जेठ 15 मा सङ्घीय संसदमा प्रस्तुत आर्थिक वर्ष 2081-82 बजेटको राशि कति रहेको छ? यसको सही उत्तर हुन्छ रु 18,60,30,00,00,000। त्यसै गरी प्रश्न, विश्व वातावरण दिवस कहिले मनाइन्छ? यसको सही उत्तर हुन्छ जुन 5 अर्थात् जेठ 23 गते। त्यसै गरी 2024 को नारा हाम्रो भूमि हाम्रो भविष्य, आवर ल्यान्ड आवर फ्युचर रहेको छ। त्यसै गरी पहिलो वातावरण दिवसको नारा के थियो भन्दा एक मात्र पृथ्वी, ओन्ली वान अर्थ। त्यसै गरी अर्को प्रश्न, भारतको प्रधानमन्त्रीमा तेस्रो कार्यकालको लागि नरेन्द्र मोदी कहिले नियुक्ति भएका हुन्? यसको सही उत्तर हुन्छ जुन 7 2024
अर्थात् 2081 जेठ 15 गते। शपथ ग्रहण चाहिँ जुन 9 2024 अर्थात् 2081 जेठ 17 गते गरेका थिए। त्यसै गरी अर्को राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता प्रधानमन्त्री कप NBA लिगको पुरुषतर्फको उपाधि जित्ने टिम कुन हो? यसको सही उत्तर हुन्छ हेल्प नेपाल। महिलातर्फको उपाधि जित्ने टिम नेपाल पुलिस क्लब। त्यसै गरी अर्को प्रश्न फ्रेन्च ओपन 2024 महिला एकलतर्फको उपाधि जित्ने खेलाडी को हुन्? यसको सही उत्तर हुन्छ इगा स्वाटिक पोल्यान्डका हुन् उनी। त्यसै गरी शिक्षा मन्त्रालयले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2075 कहिले लागू गरियो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 जेठ 25 गते। यसमा जम्मा सदस्य सङ्ख्या 25 जना रहेको थियो र अध्यक्ष तत्कालीन शिक्षा मन्त्री गिरिराज मणि पोखरेल रहेका थिए। त्यसै गरी अर्को प्रश्न विश्व खाद्य स्वच्छता दिवस कहिले मनाइन्छ? यसको सही उत्तर हुन्छ जुन 7 अर्थात् जेठ 25 गते। त्यसै गरी 24 को नारा चाहिँ के थियो भन्दाखेरि खाद्य स्वच्छताको लागि लगानी बढाउँ, प्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ भन्ने थियो। त्यसै गरी अर्को प्रश्न 16औं पञ्चवर्षीय योजना 2081-82 टु 2085-86ले माध्यमिक तहको कक्षा 12 सम्म पुग्ने दर कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ? यसको सही उत्तर 55%। त्यसै गरी अर्को प्रश्न हरेक वर्ष असार 15 गते मनाइने राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको यो वर्ष 81 को नारा के तय गरिएको थियो? यसको सही उत्तर हुन्छ जलवायु मैत्री कृषि धान उत्पादनमा समृद्धि रहेको थियो। त्यसै गरी नेपालमा राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ? यसको सही उत्तर हुन्छ जेठ 16 गते। त्यसै गरी अर्को प्रश्न 2024 आइसिसी मेन्स टी20 वर्ल्ड कपमा नेपालले पहिलो खेल कुन देशसँग खेलेको थियो? यसको सही उत्तर हुन्छ नेदरल्यान्ड। त्यसै गरी अर्को प्रश्न अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ ब्रेक थ्रु कहिले गरिएको थियो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 जेठ 22 गते। यो सङ्खुवासभा जिल्लाको मकालु पासमा पर्ने आमराङ भन्ने स्थानमा रहेको छ र यसको विद्युत क्षमता 900 मेगावाट रहेको छ र सुरुङको लम्बाइ 11.8 किलोमिटर रहेको छ। त्यसै गरी अर्को कुन ब्याङ्कले इन्फोसिस फिनाकल इनोभेसन अवार्ड 2024 पाएको छ? यसको सही उत्तर हुन्छ एनआइसी एसिया ब्याङ्क। त्यसै गरी अर्को प्रश्न सशस्त्र प्रहरीबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने व्यक्ति को हुन्? यसको सही उत्तर रहेको छ प्रहरी निरीक्षक सुरज पौडेल र सगरमाथा आरोहण गरेको थियो विक्रम सम्वत 2081 जेठ 7 गते। त्यसै गरी अर्को प्रश्न अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ मे 29। त्यसै गरी यो 71औं सगरमाथा दिवसको नारा विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव बनिरहेको थियो। त्यसै गरी अर्को प्रश्न सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 देखि विक्रम सम्वत 2091 सम्म। त्यसै गरी मिस नेपाल पिस 2024 को उपाधि जित्ने सुन्दरी को हुन्? उत्तर हुन्छ विधि लम्साल। त्यसै गरी इच्छा मृत्युलाई वैधानिकता दिने विश्वको पहिलो राष्ट्र कुन हो? यसको सही उत्तर हुन्छ नेदरल्यान्ड। त्यसै गरी
अन्नपूर्ण संरक्षण क्षेत्रमा फेला परेको नयाँ प्रजातिको चरा कुन हो? यसको सही उत्तर हुन्छ फुस्रो सारौँ। यो चरासँगै नेपालमा चरा प्रजातिको सङ्ख्या 895 पुगेको छ। सङ्घले यस विषयलाई 2081 जेठ 4 गते पुष्टि गरेको छ। त्यसै गरी अर्को प्रश्न, ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट ब्याङ्क अवार्ड 2024बाट सम्मानित नेपाली ब्याङ्क कुन हो? यसको सही उत्तर रहेको छ ग्लोबल आइएमई ब्याङ्क। त्यसै गरी अर्को प्रश्न, तनहुँको बन्दीपुरमा केबल कार कहिलेदेखि सञ्चालनमा आएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 जेठ 31 गते। त्यसै गरी अर्को प्रश्न, विश्व वन्यजन्तु कोष नेपालले प्राकृतिक संरक्षण पुरस्कार कसलाई प्रदान गर्यो? यसको सही उत्तर हुन्छ धनगढी महानगरपालिकालाई विक्रम सम्वत 2081 जेठमा। त्यसै गरी हालै राजधानी काठमाडौँमा जलवायु सम्मेलन कहिले सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 जेठ 9 र 10 गते। त्यसै गरी पेसिफिक एसिया ट्राभल एसोसिएसन टाटा अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष चयन हुन सफल नेपाली कुन? यसको सही उत्तर रहेको छ सुमन पाण्डे। नेपाल सन् 1975 देखि यो टाटाको सदस्य रहँदै आएको छ। त्यसै गरी अर्को प्रश्न, नेपालमा हालै देखिएको कोभिड-19 को नयाँ भेरिएन्ट कुन हो? सही उत्तर हुन्छ KP1 र KP2। नेपालमा यो भेरिएन्ट विक्रम सम्वत 2081 जेठमा पुष्टि भएको हो। त्यसै गरी अर्को प्रश्न, नेपालमा सार्वजनिक संस्थाहरूलाई कति क्षेत्रमा वर्गीकरण गरिएको छ? यसको सही उत्तर रहेको छ 6। त्यसै गरी बुद्ध जन्मस्थल लुम्बिनीको नगर पञ्चीका रूपमा घोषणा गरिएको पञ्ची कुन हो? यसको सही उत्तर रहेको छ सारस। त्यसै गरी अन्तरिक्षबाट ऐतिहासिक अर्थराइज फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डरसनको निधन कहिले भयो? यसको सही उत्तर हुन्छ सन् 2024 जुन 7। त्यसै गरी नेपालमा हाल 5 तहरे होटलको सङ्ख्या कति रहेको छ? यसको सही उत्तर रहेको छ 22 वटा विक्रम सम्वत 2081 जेठसम्म। त्यसै गरी गोपाल प्रसाद रिमाल पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ प्रोफेसर डाक्टर रामप्रसाद ग्यावाली। त्यसै गरी सन् 2024 मेमा सम्पन्न युरोप लिग फुटबलको उपाधि कसले जित्यो? यसको सही उत्तर रहेको छ एटलान्टा क्लब। त्यसै गरी अर्को प्रश्न, प्रथम महिला ब्यालोन डि'अर प्राप्त गर्ने खेलाडी को हुन्? यसको सही उत्तर रहेको छ एडा हेगबर्ग, उनी नर्वेका हुन्। त्यसै गरी पुष्पकमल दाहाल प्रचण्डले चौथो पटक विश्वासको मत कहिले लिएका हुन्? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 जेठ 7 गते। त्यसै गरी अर्को प्रश्न, नेपाल सरकारले आगामी आर्थिक वर्ष 2081-82 को नीति तथा कार्यक्रम कहिले राष्ट्रपति मार्फत सङ्घीय संसदमा सार्वजनिक गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 जेठ 1 गते। त्यसै गरी नेपाल स्रष्टा समाजले यस वर्षको युगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान दाङकी शान्ता चौधरी र युगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान विराटनगरकी कविता चापागाईँलाई प्रदान गरिने कहिले जनाएको थियो? यसको सही उत्तर रहेको छ असार 4 गते। यो पुरस्कार असार 22 गते युगमाया दिवसको दिन प्रदान गरिएको हो। त्यसै गरी अर्को प्रश्न, गायन रियालिटी सो नेपाल आइडल सिजन
2005 का उपाधि जित्ने प्रतिभा को हुन्? यसको सही उत्तर करण परियार, विक्रम सम्वत 2081 असार 8 गते। यसै गरी रामबहादुर बमजुनलाई सर्लाही जिल्ला अदालतले कसुरदार ठहराई 10 वर्षको केही सजाय कहिले सुनाएको थियो? यसको सही उत्तर रहेको छ 2081 असार 10 गते। र बाल यौन शोषणमा मुद्दामा उनलाई 10 वर्षको सहित 5 लाख क्षतिपूर्ति तिर्नुपर्ने सुनाएको थियो। त्यसै गरी कहिले राजपत्रमा सूचना प्रकाशन गरी बैंकिङ तथा वित्तीय सेवा लिन, टेलिफोन तथा सिम कार्ड लिन, सामाजिक सुरक्षा कोषको सेवा लिन र घर जग्गा किनबेच सम्बन्धी सेवा लिन अनिवार्य रूपमा राष्ट्रिय परिपत्र चाहिने भएको छ? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असार 10 गते। यो व्यवस्था 1 माघ 2081 देखि अनिवार्य लागू हुनेछ। त्यसै गरी नेपालमा 21औं धान दिवस कहिले मनाइएको थियो? यसको सही उत्तर हुन्छ 2081 असार 15 गते। यसको नारा जलवायु मर्ती कृषि धान उत्पादनमा वृद्धि रहेको थियो। त्यसै गरी कहिले सन्दीप लामिछानेले बङ्गलादेश विरुद्धको खेलमा आफ्नो टी20 खेलको 100औं विकेट लिएर नेपालको सर्वाधिक छिटो 100 विकेट लिने पहिलो खेलाडी बनेका हुन्? यसको सही उत्तर रहेको छ सन् 2024 जुन 17। त्यसै गरी अर्को प्रश्न, 10औं योग दिवस कहिले मनाइन्छ? सही उत्तर रहेको छ सन् 2024 जुन 21। यसको नारा योगा फर सेल्फ एन्ड सोसाइटी रहेको छ। जुन 21मा सङ्गीत दिवस पनि मनाइन्छ भने 1981 जुन 21बाट मनाउन थालेको छ यो। त्यसै गरी इन्टरनेसनल ओलम्पिक्स डे कहिले मनाइएको छ? यसको सही उत्तर रहेको छ जुन 23 अर्थात् असार 9। र 2024 को नारा लेट्स मुभ एन्ड सेलिब्रेट रहेको थियो। र जुन 23मा UN पब्लिक सर्भिस डे समेत मनाउने गरिन्छ। त्यसै गरी अर्को प्रश्न, नाटोको महासचिवमा नेदरल्यान्डका पूर्व प्रधानमन्त्री मार्क रुटो कहिले निर्वाचित भएका हुन्? यसको सही उत्तर रहेको छ सन् 2024 जुन 26मा। उनी नाटोका 14औं महासचिव हुन्। त्यसै गरी कहिले भएको टी20 क्रिकेट वर्ल्ड कप 2024 को फाइनल खेलमा दक्षिण अफ्रिकालाई 7 रनले पराजित गर्दै भारत विश्व विजेता बनेको हो? यसको सही उत्तर हुन्छ जुन 29 अर्थात् असार 15 गते। त्यसै गरी अर्को प्रश्न, मन्त्री परिषदको बैठकले होम्लु जातिलाई जनजातिमा सूचीकृत गर्ने निर्णय कहिले गरेको हो? उत्तर विक्रम सम्वत 2081 असार 27 गते। र नेपालमा हाल जनजातिको सङ्ख्या 61 पुगेको छ। त्यसै गरी अर्को प्रश्न, विश्वकै पहिलो मिस एआई को बनेकी छिन्? उत्तर हुन्छ केन्जा लेयाली। उनी मोरोक्कोका हुन्। उनले आर्टिफिसियल इन्टेलिजेन्स चार्टमा पहिलो स्थान हासिल गरेकी हुन्। त्यसै गरी अर्को प्रश्न, सन् 2024 जुलाई 5 अर्थात् 2081 असार 21मा बेलायतमा सम्पन्न संसदीय चुनावमा नयाँ प्रधानमन्त्री को बनेको छ? यसको सही उत्तर रहेको छ सर केयर स्टारमेर। त्यसै गरी 2024 ओमनमा भएको एसिसी मेन्स प्रिमियर कपमा नेपाल र कतार बीचको खेलमा अन्तिम ओभरको 6 बलमा 6 छक्का अर्थात् एकै ओभरमा 6 छक्का प्रहार गर्ने पहिलो को हुन्? यसको सही उत्तर रहेको छ दिपेन्द्र सिंह एरी। त्यसै गरी अर्को प्रश्न, विश्व शान्ति सूचकाङ्क 2024मा नेपाल कतिऔं स्थानमा रहेको छ? यसको सही उत्तर हो 80औं स्थानमा। त्यसै गरी गायन रियालिटी सो नेपाल आइडल सिजन 5 का विजेता को हुन्?
यसको सौता रहेको छ करण परियार ऊ बर्दियाका हुन्। त्यसै गरी नेपालमा वृक्षारोपण दिवस कहिले मनाइन्छ? यसको सौता रहेको छ असार 14 गते। त्यसै गरी कोशी क्विन 2081 को उपाधि कसले पाइन्? यसको सही उत्तर हुन्छ अञ्जनी जोशी। त्यसै गरी नेपाल सामुदायिक पुस्तकालय सङ्घको प्रथम बागमती प्रदेश सम्मेलन कहिले सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असार 13 र 14 गते। त्यस सम्मेलनले 15 बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ। त्यसै गरी अर्को प्रश्न, खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा कहिले भएको हो? यसको सही उत्तर विक्रम सम्वत 2081 असार 18 गते। त्यसै गरी अर्को प्रश्न, नेपालको इतिहासमा पहिलो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा भ्रष्टाचार मुद्दा दायर गरिएका महलवाला मुख्य सचिव को हुन्? यसको सही उत्तर रहेको छ बैकुण्ठ अर्याल। अर्याल सहित 11 र एक कम्पनी विरुद्ध विशेष अदालतमा अन्तशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले 2081 असार 9 मा मुद्दा दायर गरेको थियो। त्यसै गरी अर्को प्रश्न, नेपाल जीवनस्तर सर्वेक्षण 2022-23 अनुसार नेपालको साक्षरता दर कति प्रतिशत पुगेको देखिएको छ? यसको सही उत्तर रहेको छ 77.4%। त्यसै गरी संयुक्त राष्ट्र सङ्घीय उच्च आयोगले नेपालमा रहेका शरणार्थीको दैनिक जीवनचर्या र उनीहरूको दैनिकीलाई सहज बनाउन UNHCR नेपालले खेलेका भूमिकाहरू समेटी प्रकाशित गरिएको तस्बिर पुस्तक कुन हो? यसको सही उत्तर रहेको छ ब्रिजेस अफ कम्प्यासन, अ फोटोग्राफिक ओडिसी अफ रिफ्युजिज इन नेपाल। त्यसै गरी 5औं सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी को घोषित भए? सही उत्तर पुरुषतर्फ दिपेन्द्र सिंह एरी र महिलातर्फ जयन्ती बडु। त्यसै गरी 44औं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत प्राप्त गर्न असफल भई कहिले पदमुक्त हुनुभएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असार 28 गते र प्रधानमन्त्री प्रचण्डको पक्षमा 63 मत परेको, विपक्षमा 194 मत र मत दिन्न भन्नेमा 1 मत परेको। बैठकमा 258 जना सांसदको उपस्थिति रहेको थियो। त्यसै गरी नेपाल सरकारले संक्रामक रोगको सूचीमा कतिवटा रोगलाई सूचीकृत गरेको छ? यसको सही उत्तर रहेको छ 52 वटा रोग। त्यसै गरी विल्डन 2024 पुरुष एकलतर्फको उपाधि जित्ने को हुन्? सही उत्तर हुन्छ स्पेनका कार्लोस अल्कारेज र उपविजेता सर्बियाका नोभाक डिजोकोभिक। त्यसै गरी विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ? यसको सही उत्तर जुलाई 11 अर्थात् असार 27 गते र यसको नारा रहेको थियो लिभ नो वान बिहाइन्ड, काउन्ट एभ्रिवान। त्यसै गरी द मिसेस नेसनल 2024 को उपाधि कसले जितिन्? सही उत्तर सुजाता सुब्बा, उनी इलामका थिइन्। त्यसै गरी नेपालको 45औं प्रधानमन्त्रीमा केपी शर्मा ओली कहिले नियुक्ति हुनुभयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असार 30 गते। शपथ ग्रहण गर्नुभएको थियो विक्रम सम्वत 2081 असार 31 गते। अर्को, युरो 2024 को उपाधि कुन देशले जितेको हो? सही उत्तर स्पेन र उपविजेता इङ्ल्यान्ड भएको थियो। र सर्वोत्कृष्ट युवा खेलाडी ल्यामिनी
यामल स्पेनका हुन् र उत्कृष्ट खेलाडी रोद्री स्पेनका। त्यसै गरी अर्को कोपा अमेरिका 2024को उपाधि कुन देशले जितेको हो? यसको सही उत्तर हुन्छ अर्जेन्टिना र उपविजेता भएको थियो कोलम्बिया र तेस्रो स्थानमा उरुग्वे। यसमा उत्कृष्ट खेलाडी जेम्स रोड्रिगज कोलम्बियाका भइन्। र अर्को प्रश्न धनकुटा र ओखलढुङ्गा जिल्ला पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला कहिले घोषित भएका हुन्? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असार 25 गते। विश्व बैंकको नेपाल निर्देशकमा को नियुक्ति भएका छन्? यसको सही उत्तर डेभिड सिस्लेन 2024 जुन अर्थात् 2081 असारमा भएका हुन्। त्यसै गरी युनाइटेड नेसन पब्लिक सर्भिस डे कहिले मनाइन्छ? यसको सही उत्तर जुन 23 अर्थात् असार 9 गते। त्यसै गरी अन्तर्राष्ट्रिय कृषि सम्मेलन हालै नेपालमा कहिले सम्पन्न भयो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 असार 4 र 5 गते। त्यसै गरी दक्षिण अफ्रिकाको राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ को हुन्? यसको सही उत्तर रहेको छ सिरिल रामाफोसा सन् 2024 जुनमा हुनुभएको थियो। त्यसै गरी विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घको बैठक कहिले र कहाँ सम्पन्न भयो? सही उत्तर हुन्छ विक्रम सम्वत 2081 असार 4 देखि 7 गते काठमाडौँमा। त्यसै गरी प्रतिभा पुरस्कार 2080 कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ आख्यानकार भुवन ढुङ्गाना। त्यसै गरी युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद सानो ठेमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडिया ग्रुप काठमाडौँको सह आयोजनामा राजधानीमा सम्पन्न 2081 असारमा राष्ट्रिय युवा गायन प्रतियोगितामा प्रथम हुन सफल प्रतिभा को हुन्? यसको सही उत्तर रहेको छ दीपक राज कालीराज। उहाँ मकपुरका हुन्। प्रतियोगितामा धनुषाका राजा राजपूत द्वितीय र रूपन्देहीका सूरज खाती तृतीय भएका थिए। त्यसै गरी सहकालका देवी भनी चिनिने हिमाल कुन हो? यसको सही उत्तर हुन्छ अन्नपूर्ण हिमाल। त्यसै गरी अर्को प्रश्न काभ्रे जिल्लाको कुन गाउँपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ? यसको सही उत्तर रहेको छ रोसी गाउँपालिका 2081 असारमा भएको थियो। यस वर्षको श्रीपति समाजसेवा राष्ट्रिय पुरस्कार कसलाई प्रदान गरिने भएको छ? यसको सही उत्तर रहेको छ डाक्टर सन्दुक रुइत। त्यसै गरी अर्को प्रश्न मिस प्लस साइज चितवन 2024 को विजेता को बनिन्? यसको सही उत्तर रहेको छ रेबिका सुनवार। त्यसै गरी अर्को प्रश्न कमेडी च्याम्पियन सिजन 3 का विजेता को हुन्? यसको सही उत्तर रहेको छ सुनिल खड्का। त्यसै गरी अर्को प्रश्न विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ? यसको सही उत्तर रहेको छ जुम्ला। त्यसै गरी अर्को प्रश्न राउटे समुदायलाई बाजा मात्र बजाएर नाच्ने नाचलाई के भनिन्छ? यसको सही उत्तर रहेको छ वैशाली। त्यसै गरी अर्को प्रश्न नेपालमा धामी झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ? यसको सही उत्तर रहेको छ ढ्याङ्ग्रो। त्यसै गरी अर्को प्रश्न नेपालसँग द्वैत सम्बन्ध कायम भएको 183औं राष्ट्र कुन हो? सही उत्तर हुन्छ किरिबाटी। यो सन् 2024 जुलाई 18 मा भएको थियो। त्यसै गरी छिन्नलता पुरस्कार 2080 कसलाई प्रदान गरियो? यसको सही उत्तर हुन्छ गीतमा वीरेन्द्र पाठक, सङ्गीत चण्डीप्रसाद काफ्ले, गायन मनिला सुताङ र युवातर्फ गायक बुपु पाण्डे।
त्यसै गरी अर्को प्रश्न, नेपालकै पहिलो लग्जरी बुटिक द्वारिकाज होटलकी संस्थापक अम्बिका श्रेष्ठको निधन कहिले भएको हो? यसको सही उत्तर हुन्छ विक्रम सम्वत 2081 साउन 3 गते। त्यसै गरी अर्को प्रश्न, इतिहासकार प्राडा तुलसीराम वैद्यको निधन कहिले भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साउन 2 गते। त्यसै गरी अर्को, नेपाल सरकारको कानुनी सल्लाहकार मानिने महान्यायाधीश वक्तामा कसलाई नियुक्ति गरियो? यसको सही उत्तर रहेको छ वरिष्ठ अधिवक्ता रमेश बडाल र विक्रम सम्वत 2081 साउन 4 गते नियुक्ति गरियो। त्यसै गरी सन् 2024 जुलाईमा सार्वजनिक भएको हेनली पासवर्ड इन्डेक्सको सूचीमा नेपाल कतिौँ स्थानमा रहेको छ? यसको सही उत्तर रहेको छ 98औं स्थानमा। त्यसै गरी आर्थिक वर्ष 2081-82 को लागि मौद्रिक नीति कहिले सार्वजनिक भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साउन 11 गते। त्यसै गरी अर्को प्रश्न, नेपालको पहिलो महिला मुख्य सचिव को हुन्? यसको सही उत्तर रहेको छ लीलादेवी गौडतौला। उनी विक्रम सम्वत 2081 साउन 10 गते बनेका हुन्। त्यसै गरी 18 जनाको ज्यान जाने गरी सूर्य एयरलाइन्सको विमान काठमाडौँमा कहिले दुर्घटना भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साउन 9 गते। त्यसै गरी अर्को, मदन पुरस्कार 2080 को लागि छनौट भएका 5 कृतिहरू कुन कुन हुन्? यसको सही उत्तर रहेको छ जीवन छेत्रीको नुन तेल, मोहन मैनालीको मुकाम ब्रार मैदान, भक्त स्यान्ताङको डम्फुको आत्मलाप, रोशन थापा निरवको सन्त्रासका 60 दिन र अन्तिम भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि। त्यसै गरी अर्को प्रश्न, हाल नेपालमा जनजातिको सङ्ख्या कति पुगेको छ? यसको सही उत्तर रहेको छ 61। त्यसै गरी विम्बल्डन 2024 पुरुष एकलतर्फको उपाधि जित्ने को हुन्? स्पेनका कार्लोस अल्काराज, उपविजेता सर्बियाका नोभक डिजोकोभिक। त्यसै गरी अर्को प्रश्न, विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ जुलाई 11 र 2024 को नारा रहेको थियो लिभ नो वन बिहाइन्ड काउन्ट एभ्रिवान। त्यसै गरी अर्को प्रश्न, विश्व बाघ दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ जुलाई 29 र 2024 को नारा रहेको थियो कार्यका लागि आह्वान। त्यसै गरी युरो 2024 को उपाधि कुन देशले जितेको हो? यसको सही उत्तर स्पेन। उपविजेतामा इङ्ल्यान्ड, उत्कृष्ट युवा खेलाडी यामिन यामल र उत्कृष्ट खेलाडी रोद्री भएका थिए र यो प्रश्न अगाडि पनि दोहोरिसकेको छ। त्यसै गरी अर्को प्रश्नमा जाउँ अब हामी, कोपा अमेरिका 2024 को उपाधि जित्ने देश कुन हो? यसको सही उत्तर रहेको छ अर्जेन्टिना। उपविजेता कोलम्बिया, तेस्रो स्थान उरुग्वे, उत्कृष्ट खेलाडी जेम्स रोड्रिगज कोलम्बियाका थिए। त्यसै गरी अर्को प्रश्न, प्रसिद्ध म्यागजिन टाइम्सद्वारा सन् 2024 का लागि तयार पारिएको संसारका 100 सर्वोत्कृष्ट ठाउँको सूचीमा पर्न सफल नेपालको पर्यटकीय स्थल कुन हो? यसको सही उत्तर रहेको छ बुरहन वाइल्ड रेसन्स क्याम्प बर्दियाका। र यसै गरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कसलाई नियुक्ति गरियो? उत्तर हुन्छ प्रोफेसर डाक्टर शिवराज अधिकारी। त्यसै गरी प्रेम प्रकाश मल्ल मथुक स्मृति पुरस्कारबाट सम्मानित स्रष्टा को हुन्? यसको उत्तर गजलकार खगेन्द्र गिरी। कोपिला नामक बेलायतको बाथमा आयोजित 65औं अन्तर्राष्ट्रिय
पिभ्याडमा नेपाललाई अनरेबल मेन्सन अवार्ड दिलाउने विद्यार्थी को हुन्? सही उत्तर हुन्छ कृतेश ढकाल र श्रेयस शर्मा वास्तुला। त्यसै गरी एसिसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो? यसको सही उत्तर रहेको छ श्रीलङ्का र उपविजेता भारत। यो सन् 2024 जुलाईमा भएको थियो। त्यसै गरी 2080 सालको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ गल्ली संसार। त्यसै गरी आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड प्राप्त गर्ने राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ नेपाल। त्यसै गरी अर्को प्रश्न, फ्युचर फर नेचर अवार्ड 2024 बाट सम्मानित हुने नेपाली को हुन्? यसको सही उत्तर रहेको छ रिन्जिन फुन्कोफ लामा। त्यसै गरी बद्री विकास राष्ट्र गौरव पुरस्कार 2081 कसलाई प्रदान गरियो? उत्तर हुन्छ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइक। सञ्चारकर्मी इन्द्रकिशोर झालाई सेवा पुरस्कार नेपाल 2081 प्रदान गरिएको थियो। त्यसै गरी प्राज्ञिक सम्मेलन 2081 कहिले सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साउन काठमाडौँमा भएको थियो। 12 बुद्धे घोषणापत्र जारी गरिएको थियो। त्यसै गरी सुर साधक गुरुदेव कामतको निधन कहिले भएको हो? उत्तर विक्रम सम्वत 2081 साउन 17 गते। त्यसै गरी फ्रान्सको पेरिसमा भइरहेको ओलम्पिक 2024 कतिौं संस्करणको प्रतियोगिता हो? यसको उत्तर हुन्छ 33औं। जम्मा खेल 32 र 26 जुलाई 2024 मा उद्घाटन र 11 अगस्तमा समापन र 34औं ओलम्पिक सन् 2028 मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ। त्यसै गरी मिस नेपाल 2024 का विजेता सुन्दरी को हुन्? सही उत्तर आस्मा कुमारी केसी। त्यसै गरी मिस नेपालतर्फ सुमना केसी र मिस इन्टरनेसनल करुणा राउत। अर्को प्रश्न, काभा बीच भलिबल प्रतियोगिता 2024 को उपाधि कसले जित्यो? सही उत्तर नेपाल। त्यसै गरी अर्को प्रश्न, राजेन्द्र सुवेदी कला पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको सही उत्तर नृत्य गुरु भैरव बहादुर थापा। त्यसै गरी राजेन्द्र सुवेदी साहित्य पुरस्कार डाक्टर दयाराम श्रेष्ठलाई प्रदान गरिएको थियो। त्यसै गरी अर्को प्रश्न, पेरिस ओलम्पिक 2024 मा फुटबलतर्फको स्वर्ण पदक कुन देशले जितेको छ? यसको सही उत्तर रहेको छ स्पेन र उपविजेता फ्रान्स। त्यसै गरी अर्को प्रश्न, बङ्गलादेशको अन्तरिम सरकार प्रमुखमा हाल नियुक्ति भएका नोबेल शान्ति पुरस्कार प्राप्त अर्थशास्त्री को हुन्? यसको सही उत्तर रहेको छ मोहम्मद युनुस। नियुक्ति 2024 अगस्त 6 मा भएको थियो। त्यसै गरी काभा नेसन्स लिग वुमेन्स भलिबल प्रतियोगिता 2024 जित्ने राष्ट्र कुन हो? उत्तर हुन्छ भारत र उपविजेता नेपाल। तेस्रो स्थान इरान। त्यसै गरी अर्को प्रश्न, नेपालमा हरेक वर्ष साउन 25 गते मनाइने दिवस कुन? यसको सही उत्तर रहेको छ सामुदायिक वन दिवस। र 2081 को नारा सामुदायिक वन प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता रहेको थियो। त्यसै गरी अन्तर्राष्ट्रिय आदिवासी दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ जुलाई 29 मा। त्यसै गरी अर्को प्रश्न, 24औं मिस मङ्गोल नेपाल 2024 को उपाधि जित्ने सुन्दरी को हुन्? यसको सही उत्तर रहेको छ खोटाङ्की एन्जल राई। त्यसै गरी अर्को प्रश्न, पद्मश्री साहित्य पुरस्कार 2080 का लागि छनौट भएका 5 कृतिहरू के हुन्? अद्वैत उपन्यास कृष्ण गौतमका अर्को देशमा
कथा सङ्ग्रह सानु शर्माका गल्ली संसार, निबन्ध सङ्ग्रह रोशन शेरचनको जोगियाना संस्मरण कुमार नगरकोटको, त्यसै गरी भ्रिकुटी उपन्यासो गोविन्दबास कुसुमको। त्यसै गरी भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ? यसको सही उत्तर अगस्त 15 मा। त्यसै गरी पेरिस ओलम्पिक 2024 मा सहभागी नेपाली खेलाडी को हुन्? एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीमा डुबाना लामा, एलेक्जेन्डर शाह, टेबल टेनिसका सान्दु श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र जुडोकी ममिता श्रेष्ठ प्रधान। त्यसै गरी अर्को प्रश्न, धनकुटाको भेटारमा भर्खरै निर्माण सम्पन्न भएको स्काई वाच टावर कहिलेबाट सञ्चालनमा आएको छ? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साउन 11 गते। त्यसै गरी अर्को प्रश्न, नेपाली शिक्षा परिषदले ले बाल त्रिरत्न पुरस्कार कसलाई प्रदान गर्ने निर्णय गरेको छ? यसको सही उत्तर रहेको छ शिक्षाविद प्रोफेसर डाक्टर विद्यानाथ कोइराला। त्यसै गरी भारतलाई हराउँदै कुन देशले एसिया कप क्रिकेट प्रतियोगिता 2024 को महिलातर्फको उपाधि जितेको छ? यसको सही उत्तर रहेको छ श्रीलङ्का। त्यसै गरी अर्को प्रश्न, नेपालमा नयाँ प्रजातिको कुन चरा भेटिएको छ? यसको सही उत्तर तालु धर्से अर्जुनक, विक्रम सम्वत 2081 साउन 2 गते भेटिएको हो। त्यसै गरी अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ सेप्टेम्बर 8। त्यसै गरी यसको नारा रहेको थियो बहुभाषिक शिक्षाको प्रवर्धन, पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा। त्यसै गरी अर्को प्रश्न, नेपालमा पुस्तकालय दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ भदौ 15 गते। त्यसै गरी यसको नारा रहेको थियो निरन्तर शिक्षाका लागि पुस्तकालय। त्यसै गरी भोइस किङ सिजन 3 को उपाधि कसले जित्यो? सही उत्तर रहेको छ टिम प्रमोद खरेलबाट अनुया तामाङले, विक्रम सम्वत 2081 भदौ 1 गते। त्यसै गरी अर्को प्रश्न, पेरिस ओलम्पिक 2024 मा सबैभन्दा धेरै स्वर्ण पदक जित्ने 2 देश कुन हुन्? यसको सही उत्तर रहेको छ अमेरिका र चीन, 40 स्वर्ण पदक जितेका थिए। पदक तालिकामा पहिलो स्थान अमेरिका 126, दोस्रो स्थानमा चीन 91 पदक, त्यसै गरी तेस्रो स्थानमा जापान 20 स्वर्ण सहित 45 पदक रहेको छ। त्यसै गरी अब अर्को प्रश्नमा जाऊँ। नेपाल राष्ट्र बैङ्कद्वारा विक्रम सम्वत 2081 भदौ 2 मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 मा नेपालमा विशेषण प्रवाह कति भयो? यसको सही उत्तर रु 14 खर्ब 45 अर्ब 52 सेकेन्ड। त्यसै गरी नेपालमा टिकटकमाथि कहिले प्रतिबन्ध हटेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 भदौ 6 गते। त्यसै गरी ब्याङ्किङ कन्क्लेभ 2024 मा बेस्ट डिजिटल ब्याङ्किङ अवार्ड जित्ने नेपाली ब्याङ्क कुन हो? यसको सही उत्तर रहेको छ एनआइसी एसिया ब्याङ्क, 2024 अगस्त 23 गते तारिक। विक्रम सम्वत 2080 सालको मदन पुरस्कार प्राप्त गर्ने कृति कुन हो? यसको सही उत्तर रहेको छ मुकाम रणमैदान, लेखक मोहन मैनाली। त्यसै गरी विक्रम सम्वत 2080 सालको जगदम्बाश्री पुरस्कार प्रोफेसर डाक्टर योगेन्द्र प्रसाद यादवलाई प्रदान गरिएको थियो। त्यसै गरी नयाँ मुख्य सचिवमा को नियुक्त हुनुभएको छ? यसको सही उत्तर रहेको छ एक नारायण अर्याल, विक्रम सम्वत 2081 भदौ 13 को मन्त्री परिषद बैठकले उहाँलाई नियुक्ति गरेका हुन्। त्यसै गरी मिस्टर नेपाल वर्ल्ड 2024 को उपाधि कसले प्राप्त गर्नुभयो? यसको सही उत्तर रहेको छ सन्तोष ओक्सम। मिस्टर ग्लोबल नेपाल योगेश श्रेष्ठ
र म्यान अफ द वर्ल्ड आयुष दुलाल। त्यसै गरी अर्को प्रश्न, पेरिसमा भएको पारा ओलम्पिक 2024का कांस्य पदक जित्ने खेलाडी को हुन्? यसको सही उत्तर रहेको छ पलेसा गोवर्धन, ताइक्वान्डोमा जितेका थिए। त्यसै गरी 18औं राष्ट्रिय सूचना दिवसको नारा के रहेको छ? यसको सही उत्तर हुन्छ सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार। यो 2081 भदौ 3 गते मनाएको थियो। त्यसै गरी नेपाली सेनापतिकामा को नियुक्ति हुनुभएको छ? यसको सही उत्तर अशोक राज सिग्देल, विक्रम सम्वत 2081 भदौमा। त्यसै गरी अर्को प्रश्न, नेपालको पहिलो स्वस्थ सहर घोषित हुन सफल सहर कुन हो? यसको सही उत्तर रहेको छ धुलिखेल नगरपालिका, काभ्रेपलाञ्चोक सहर 2081 भदौ 11मा भएको थियो। त्यसै गरी सन् 2024 अगस्तमा सम्पन्न साफ U20 च्याम्पियनसिपको उपाधि कसले जित्यो? यसको सही उत्तर हुन्छ बङ्गलादेश। त्यसै गरी अर्को प्रश्न, हङकङ साहित्यिक साझा श्रृङ्खलाले हङकङ साहित्यिक साझा श्रृङ्खला पुरस्कारको स्थापना कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 भदौमा। त्यसै गरी अर्को प्रश्न, 2081 को युवा वर्ष मोती पुरस्कार कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ रङ्गकर्मी केदार श्रेष्ठलाई। त्यसै गरी अर्को प्रश्न, इलामको चुलाचुली 5लाई बालमैत्री शासन मुक्त बुढा घोषणा कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 भदौमा। त्यसै गरी अर्को प्रश्न, द बेस्ट ब्याङ्क इन एसेट क्वालिटी अवार्डबाट सम्मानित नेपालको ख वर्ग वित्तीय संस्था कुन हो? यसको सही उत्तर रहेको छ गरिमा विकास ब्याङ्क। त्यसै गरी अर्को प्रश्न, स्विजरल्यान्डको लाकार्नो फिल्म फेस्टिभलमा ओकालिनो डिओ अवार्ड जित्ने अभिनेत्री को हुन्? यसको सही उत्तर हुन्छ थिन्ले ल्वामो साम्बालाका। चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 साउन 32 गते। त्यसै गरी अर्को प्रश्न, 2081मा प्रदान गरिने वैकुण्ठ लाकोल पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन्? यसको सही उत्तर रहेको छ प्रोफेसर प्रेम शान्ति तुलाधर। त्यसै गरी अर्को प्रश्न, देवी टुहुरे पुरस्कार 2018 कसलाई प्रदान गरियो? सही उत्तर खुसीराम पाखरिन। त्यसै गरी अर्को प्रश्न, 2081 सालको फेडोल उत्कृष्ट सम्मान कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ श्रीप्रसाद ढकाल, भक्तगाथा, खेमराज निरौला, क्रान्तिदूत र अभय श्रेष्ठ, लहना र तीर। त्यसै गरी नेपालमा निजामती कर्मचारी दिवस कहिले मनाइन्छ? यसको सही उत्तर हुन्छ भदौ 22 र 2081 को नारा व्यावसायिक र सृजनशील प्रशासन, विकास, समृद्धि र सुशासन 2078 सालमा 5 वर्षको लागि तय गरिएको नारा हो यो। त्यसै गरी अर्को प्रश्न, राष्ट्रिय बाल दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ भदौ 29 गते। त्यसै गरी 2081 को नारा बाल बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी 2081 को नाराको निरन्तरता। त्यसै गरी अर्को प्रश्न, नेपालमा पुस्तकालय दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ भदौ 15 गते। र अहिलेको नारा निरन्तर शिक्षाका लागि पुस्तकालय भन्ने रहेको थियो। नेपालमा राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ? यसको सही उत्तर असोज 2 गते। त्यसै गरी राष्ट्रिय शिक्षा दिवस 2081 देखि 2085 सम्मको आदर्श वाक्य के राखिएको छ? यसको सही उत्तर ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता, साझेदारी र प्रणालीमा सक्षमता रहेको छ। त्यसै गरी विश्व बाघ दिवस कहिले मनाइन्छ? यसको सही उत्तर जुलाई 29 मा। त्यसै गरी
अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ सेप्टेम्बर 8। त्यसै गरी यसको नारा रहेको छ बहुभाषिक शिक्षाको प्रवर्धन, पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा। त्यसै गरी अर्को प्रश्न, नेपाल खेलकुद पत्रकार मञ्च NSJF-द्वारा स्पोर्ट्स अवार्ड 2080 को वर्ष खेलाडी कसलाई घोषणा गरियो? यसको सही उत्तर रहेको छ पुरुषतर्फ रोहित कुमार पौडेल क्रिकेटतर्फ र महिलातर्फ एरिका गुरुङ करातेका हुन्। त्यसै गरी अब अर्को प्रश्न, दुई सार्वजनिक सञ्चार संस्था रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण गठन गर्ने कानुन प्रतिनिधि सभाबाट कहिले पारित भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 भदौ 25 गते। त्यसै गरी अर्को प्रश्न, विक्रम सम्वत 2081 भदौ 31 को संवैधानिक परिषदको बैठकले प्रधान न्यायाधीशमा कसलाई सिफारिस गर्ने निर्णय गरियो? यसको सही उत्तर रहेको छ प्रकाश मान सिंह राउत। त्यसै गरी अर्को प्रश्न, राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ असोज 1 गते। 31औं 2081 को नारा के थियो भन्दा विज्ञान प्रविधि विकास र उत्पादन समृद्धि। त्यसै गरी राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा कहिले गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असोज 1 गते। त्यसै गरी साउथ एसिया रिजन फाइनान्सियल इन्स्टिट्युट इनिसिएटिभको अध्यक्ष पदमा को चयन भएका छन्? यसको सही उत्तर रहेको छ गभर्नर महाप्रसाद अधिकारी। त्यसै गरी अर्को प्रश्न, क्रियाशील पत्रकार महिला WWJ को अध्यक्षमा कसलाई चयन गरियो? यसको सही उत्तर रहेको छ रामकला खड्का। उनी अन्नपूर्ण विक्रम सम्वत 2081 भदौमा चयन गरिएको हो र बेस्ट इन डिजिटल ब्याङ्किङ अवार्डबाट सम्मानित हुने नेपाली ब्याङ्क कुन हो? यसको सही उत्तर रहेको छ NIC एसिया ब्याङ्क, 2024 अगस्तमा भएको थियो। त्यसै गरी पद्मश्री साहित्य पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको सही उत्तर प्रोफेसर कृष्ण गौतम, उपन्यास अद्वैत। त्यसै गरी युरो मनी अवार्ड फर एक्सलेन्स 2024 अन्तर्गत बेस्ट ब्याङ्किङ नेपाल र बेस्ट ब्याङ्किङ ESG नेपाल गरी दुई विधामा सम्मानित हुन सफल नेपाली ब्याङ्किङ कुन हो? यसको सही उत्तर रहेको छ ग्लोबल IME ब्याङ्क सन् 2024 सेप्टेम्बरमा। त्यसै गरी अर्को प्रश्न, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ सेप्टेम्बर 27 तारिकमा। त्यसै गरी अर्को प्रश्न, श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन्? यसको सही उत्तर रहेको छ अनुराग कुमारा दिसानायक। त्यसै गरी अब अर्को प्रश्न, अस्करद्वारा सन् 2025 मा घोषणा गरिने 97औं एकाडेमी अवार्डका लागि नेपालका तर्फबाट छनौट भएको चलचित्र कुन हो? यसको सही उत्तर रहेको छ साम्बला। त्यसै गरी अर्को प्रश्न, विश्व शान्ति दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ सेप्टेम्बर 21। त्यसै गरी अर्को प्रश्न, प्रेस काउन्सिल गोपाल दास पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ अखण्ड भण्डारी। उनी अन्नपूर्ण पोस्ट दैनिकका सम्पादक र नेपाल प्रेस इन्स्टिच्युट। त्यसै गरी अर्को प्रश्न, व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो? यसको सही उत्तर रहेको छ परी। त्यसै गरी अर्को प्रश्न, बाल साहित्यको महत्त्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्य सहित
राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बाल साहित्य सम्मेलन कहिले भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असोज 4 र 5 गते। त्यसै गरी अर्को प्रश्न, प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको 79औं महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असोज 4 गते र स्वदेश फिर्ता असोज 14 गते। त्यसै गरी अर्को प्रश्न, 2081 सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ लक्ष्मण गामनागे। त्यसै गरी अर्को प्रश्न, साउथ एसियन ट्राभल अवार्ड 2024मा भिजिटर्स चोइस अवार्ड अन्तर्गत गोल्ड अवार्ड जित्ने एयरलाइन्स कुन हो? यसको सही उत्तर रहेको छ श्रीलङ्का एयरलाइन्स। त्यसै गरी अर्को प्रश्न, सन् 2024 सेप्टेम्बरमा रसियामा सम्पन्न किनो चलचित्र महोत्सवमा पहिलो पुरस्कार प्राप्त गर्न सफल लघु चलचित्र कुन हो? यसको सही उत्तर रहेको छ दि स्कुल वाल, नेपालबाट थिए। त्यसै गरी अर्को प्रश्न, ग्रिन प्रो प्रमाणपत्रबाट सम्मानित सन् 2024 अक्टोबरमा हुने नेपाली कम्पनी कुन हो? यसको सही उत्तर हो पञ्चकन्या प्राइभेट लिमिटेड। त्यसै गरी प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको अध्यक्षमा कसलाई नियुक्ति गरियो? यसको सही उत्तर रहेको छ महेश्वर श्रेष्ठ। विक्रम सम्वत 2081 कार्तिकमा नियुक्ति गरिएको थियो। त्यसै गरी आइएसओ आइएसी 2701 2022 को प्रमाणपत्र प्राप्त गर्ने नेपाली जीवन बिमा कम्पनी कुन हो? यसको उत्तर सन नेपाल लाइफ। त्यसै गरी अर्को प्रश्न, जलवायु सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन COP29 को पूर्व तयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा 2 दिने कार्यशाला कहिले र कहाँ सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक राराताल क्षेत्रमा भएको थियो। त्यसै गरी लोकतन्त्र योद्धा सम्मान 2080 कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ मुकेश कायस्थ। त्यसै गरी अर्को प्रश्न, पहिचान पुरस्कार 2081 बाट सम्मानित हुने स्रष्टा को हुन्? यसको सही उत्तर रहेको छ प्रगति राई र प्रकाश गुरगाई। त्यसै गरी अर्को प्रश्न, स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकूल 6औं राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असोज 8 गते बर्दिवासमा। त्यसै गरी अर्को प्रश्न, भिसा इन्टरनेसनलद्वारा आयोजित डिलरसिप कलेक्सन नेपाल 2024मा एक्सलेन्स इन कन्ज्युमर क्रेडिट कार्ड बिजनेस र एक्सलेन्स इन प्रोडक्ट इनोभेसन्स अवार्डबाट सम्मानित नेपाली ब्याङ्क कुन हो? यसको सही उत्तर रहेको छ प्रभु ब्याङ्क लिमिटेड, विक्रम सम्वत 2081 असोजमा। त्यसै गरी राष्ट्रकवि माधव प्रसाद घिमिरे पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ गीतकार किरण खरेललाई। त्यसै गरी अर्को प्रश्न, नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रसारण कहिलेदेखि सुरु भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 असोज 30 गते। त्यसै गरी अर्को प्रश्न, विश्व स्वास्थ्य सङ्गठनले इजिप्टलाई औलो मुक्त घोषणा कहिले गरेको हो? यसको सही उत्तर रहेको छ सन् 2024 अक्टोबर 20मा। त्यसै गरी व्यथित काव्य डायस्पोरा सम्मान 2080 बाट सम्मानित हुने स्रष्टा को हुन्? यसको सही उत्तर रहेको छ कवि शकुन गावली। त्यसै गरी अर्को प्रश्न, अमेरिकाद्वारा प्रदान गरिने ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिपको अवार्डबाट सम्मानित हुने नेपाली को हुन्? यसको सही उत्तर रहेको छ उर्मिला चौधरी। त्यसै गरी अर्को प्रश्न, मिसेस नेपाल वर्ल्ड 2024 को उपाधि जित्ने सुन्दरी को हुन्? यसको सही उत्तर रहेको छ डेलिना कार्की।
त्यसै गरी अर्को प्रश्न, सरकारले जलनको उपचार गर्न नसक्ने नागरिकका लागि निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय कहिलेदेखि गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 2 गते। त्यसै गरी अर्को प्रश्न, हालै काठमाडौँमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कहिले सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 9देखि 11 गते। त्यसै गरी ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट ब्याङ्क अवार्डबाट सम्मानित हुने नेपाली ब्याङ्क कुन हो? यसको सही उत्तर रहेको छ ग्लोबल आइएमए ब्याङ्क लिमिटेड। त्यसै गरी अर्को प्रश्न, सरकारले 14 वर्ष मुनिका बालबालिकाको क्यान्सर सम्बन्धी उपचार निःशुल्क गर्ने निर्णय कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 11 गते। त्यसै गरी अर्को प्रश्न, शुक्ला साहित्य पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ भाषाविद मुकुन्द शरण उपाध्याय। त्यसै गरी अर्को प्रश्न, एयर एसियाको ब्याङ्क भैरवा ब्याङ्क उडान कहिलेबाट सुरु गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 18 गते। त्यसै गरी अर्को प्रश्न, 2 लाख रुपैयाँ राशिको विमल कृति पुरस्कार 2080 कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ प्रकाश थामसुहाङ, निबन्ध सङ्ग्रह शब्दमुख। त्यसै गरी अर्को प्रश्न, सरकारले भूमि समस्या समाधान आयोगको गठन कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 13 गते। त्यसै गरी अर्को प्रश्न, 2081-82 को पहिचान पुरस्कार कसलाई प्रदान गरियो? यसको सही उत्तर हुन्छ राजु साङतान, कविता सङ्ग्रह ओ पेङदोजे। त्यसै गरी 18 वर्षको उमेरमा विश्व चेस च्याम्पियनसिप बन्ने भारतीय खेलाडी को हुन्? यसको सही उत्तर रहेको छ गुकेश डोमाराजु। त्यसै गरी अर्को प्रश्न, विश्व प्रसिद्ध टाइम म्यागजिनको ले टाइम पर्सन अफ द इयर 2024 घोषणा गरेका व्यक्ति को हुन्? यसको सही उत्तर रहेको छ डोनाल्ड ट्रम्प। त्यसै गरी अर्को प्रश्न, सिकल सेल एनिमियासँग सम्बन्धित विश्व स्वास्थ्य सङ्गठनको विज्ञ समूहमा मनोनयन हुने नेपाली चिकित्सक को हुन्? यसको सही उत्तर रहेको छ डाक्टर राजन पाण्डे। त्यसै गरी अर्को प्रश्न, नेपाल र चीन सरकारबीच फ्रेमवर्क अफ बेल्ट एन्ड रोड कोअपरेसनमा कहिले हस्ताक्षर भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 19 गते। त्यसै गरी अर्को प्रश्न, एसिया अन्डर 19 क्रिकेट प्रतियोगिता 2024 कसले जित्यो? यसको सही उत्तर हुन्छ बङ्गलादेश। त्यसै गरी अर्को प्रश्न, विश्वमा अन्तर्राष्ट्रिय भ्रष्टाचारी विरुद्धको दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ डिसेम्बर 9। त्यसै गरी अर्को प्रश्न, प्रधानमन्त्री केपी शर्मा ओलीले दमक व्यापारिक कलेक्सनको उद्घाटन कहिले गरेका हुन्? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 23 गते। त्यसै गरी अर्को प्रश्न, अक्सफोर्ड वर्ड अफ द इयर 2024 कुन हो? यसको सही उत्तर ब्रेन रोड। त्यसै गरी विश्व माटो दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ डिसेम्बर 5 र 2024 को नारा रहेको थियो माटोको सुधार, परीक्षण, लेखदेख र उपचार। त्यसै गरी अर्को प्रश्न, विश्वकै प्रतिष्ठित ब्याङ्क अफ द इयर 2024बाट सम्मानित हुने नेपाली ब्याङ्क कुन हो? यसको सही उत्तर रहेको छ सिटिजन्स ब्याङ्क। त्यसै गरी BBC 100 प्रतिभावान महिलाको सूचीमा समावेश भएकी नेपाली महिला को हुन्? यसको सही उत्तर रहेको छ सिलसिला आचार्य। त्यसै गरी अर्को प्रश्न, राष्ट्रिय चलचित्र पुरस्कार 2081 दीर्घ साधना सम्मानबाट सम्मानित हुने को हुन्? यसको सही उत्तर रहेको छ चैत्यदेवी सिंह। त्यसै गरी अर्को प्रश्न, प्रधानमन्त्री केपी शर्मा ओली
छिमेकी राष्ट्र चीनको औपचारिक भ्रमणका लागि कहिले चीनतर्फ प्रस्थान गर्नुभएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 17 गते। त्यसै गरी अर्को प्रश्न, नेपालमा सामाजिक सुरक्षा दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ मङ्सिर 11 गते। त्यसै गरी अर्को प्रश्न, लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ नोभेम्बर 25। त्यसै गरी अर्को प्रश्न, हालै श्रीलङ्काको नयाँ प्रधानमन्त्रीमा नियुक्त हुने को हुन्? यसको सही उत्तर रहेको छ हरिणी अमरासूरिया। त्यसै गरी 66औं साक्षर जिल्ला कुन हो? सही उत्तर हुन्छ जुम्ला। यो विक्रम सम्वत 2081 मङ्सिर 12 गते। त्यसै गरी मिस इन्टरनेसनल 2024 को उपाधि जित्ने सुन्दरी को हुन्? यसको सही उत्तर रहेको छ भियतनामकी विन थी थान थुई। त्यसै गरी नेपालका पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन कहिले भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 2 गते। त्यसै गरी अर्को प्रश्न, मिस युनिभर्स 2024 को उपाधि जित्ने सुन्दरी को हुन्? यसको सही उत्तर रहेको छ डेनमार्ककी भिक्टोरिया केजायर। त्यसै गरी अर्को प्रश्न, महागुरु फाल्गुनन्द जयन्ती कहिले मनाइन्छ? यसको सही उत्तर कार्तिक 25 गते। त्यसै गरी नेपालमा कर दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ मङ्सिर 1 गते र 2081 को नारा कर प्रणाली सार लगानीको आधार भन्ने रहेको थियो। त्यसै गरी राष्ट्रिय कर दिवस 2081 मा अवसरमा सबैभन्दा धेरै आयकर तिरी सम्मानित हुने संस्था कुन हो? यसको सही उत्तर रहेको छ नेपाल टेलिकम। व्यक्तिगततर्फ राजबहादुर शाह। त्यसै गरी अर्को प्रश्न, क्रिकेट विश्वकपमा नेपाली महिला टिम पहिलोपल्ट कहिले छनौट हुन सफल भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 28 गते अर्थात् सन् 2024 नोभेम्बर 13 मा। त्यसै गरी अर्को प्रश्न, प्रेस स्वतन्त्रता सूचकाङ्क 2024 मा नेपाल कतिौं स्थानमा रहेको छ? यसको सही उत्तर रहेको छ 74औं स्थानमा। त्यसै गरी राष्ट्रपति रामचन्द्र पौडेल जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन COP 29 मा सहभागी हुन अजरबैजान कहिले प्रस्थान गर्नुभयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 25 गते। त्यसै गरी अर्को प्रश्न, राजधानी काठमाडौँमा चौथो संस्करणको कान्तिपुर कन्क्लेभको आयोजना कहिले गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 28 र 29 गते। त्यसै गरी नेपालमा उत्पादित विद्युत पहिलोपल्ट बङ्गलादेश कहिले निर्यात गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 30 गते अर्थात् सन् 2024 नोभेम्बर 15 तारिकमा। त्यसै गरी ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथिभरा मन्दिरसम्म पुग्ने केबलका निर्माणको शिलान्यास कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 कार्तिक 23 गते। त्यसै गरी अर्को प्रश्न, आबल ब्रह्मचारी शरणानन्द प्रतिष्ठानले 2081 को शरणानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान गर्यो? यसको सही उत्तर रहेको छ प्रोफेसर डाक्टर जगदीश चन्द्र रेग्मी। त्यसै गरी नेपाल राष्ट्र ब्याङ्कले 2081 मङ्सिर 4 गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोज मसान्तसम्म 2081 विदेशी मुद्रा सञ्चिति कति रहेको छ? यसको सही उत्तर रु 22 खर्ब 32 अर्ब अहिलेसम्मकै सबैभन्दा बढी। त्यसै गरी हालै नेपालको भ्रमण गर्ने भारतीय स्थल सेनाध्यक्ष को हुन्? यसको उत्तर उपेन्द्र द्विवेदी। विक्रम सम्वत 2081 मङ्सिर 5 देखि 9 सम्म यहाँ चाहिँ भ्रमण गरेको थियो। त्यसै गरी जलवायु सम्बन्धी एसिया प्रशान्त क्षेत्र स्तरीय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? यसको सही उत्तर रहेको छ
विक्रम सम्वत 2081 मङ्सिर 3 देखि 5 काठमाडौँमा भएको थियो। त्यसैगरी अर्को प्रश्न, नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको सुरुवात कहिले गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 2 गते। त्यसैगरी अर्को प्रश्न, विश्व शौचालय दिवस कहिले मनाइन्छ? यसको सही उत्तर रहेको छ नोभेम्बर 19मा। त्यसैगरी अर्को प्रश्न, राजधानी काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 5 देखि 7 गतेसम्म। त्यसैगरी दैवज्ञ विशिष्ट स्रष्टा सम्मान 2081 कसलाई प्रदान गरियो? सही उत्तर हुन्छ गीतकार कालीप्रसाद रिजाल। त्यसैगरी अर्को प्रश्न, प्रतिष्ठित ग्लोबल एम्बेसडर अवार्ड 2024 प्राप्त गर्ने नेपाली कुन? सही उत्तर तपस अधिकारी। त्यसैगरी अर्को प्रश्न, नेपालमा नागरिक सुरक्षा दिवस कहिले मनाउने गरिन्छ? यसको सही उत्तर रहेको छ असोज 12 गते। यसैगरी सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद IPTP को 11औं बैठक कहिले र कहाँ सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 8 देखि 11 गतेसम्म कम्बोडियामा भएको थियो। त्यसैगरी अर्को प्रश्न, नेपाल चिकित्सक सङ्घको आयोजनामा 4थो राष्ट्रिय स्वास्थ्य सम्मेलन कहिले र कहाँ सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 28 र 29 गते काठमाडौँमा भएको थियो। त्यसैगरी फिच रेटिङ लिमिटेडद्वारा गरिएको सार्वभौम साख मूल्याङ्कन कन्ट्री रेटिङमा नेपालको कुन ग्रेड प्राप्त गरेको छ? यसको सही उत्तर रहेको छ BB-। त्यसैगरी अर्को प्रश्न, फिल्म साउथ एसिया महोत्सवको 4थो संस्करण कहिले र कहाँ सम्पन्न भयो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 6 देखि 9 गतेसम्म ललितपुरमा सम्पन्न भएको थियो। त्यसैगरी 7औं मिस्टर एन्ड मिस लिटिल कोशीको उपाधि जित्ने प्रतिभा को हुन्? यसको सही उत्तर रहेको छ मिस्टरतर्फ ओसेन जङ थापा र मिसतर्फ उपासना रामदाम र यो विक्रम सम्वत 2081 मङ्सिरमा भएको हो। त्यसैगरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन IPAC को 12औं साधारण सभा कहाँ सम्पन्न भयो? यसको सही उत्तर रहेको छ कम्बोडियामा विक्रम सम्वत 2081 मङ्सिर 6 देखि 9 गतेसम्म भएको थियो यो। त्यसैगरी अर्को प्रश्न, 111 मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाबाट परीक्षण उत्पादनको सुरुवात कहिलेदेखि गरिएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 5 गते। त्यसैगरी अर्को प्रश्न, स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन कहिले गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 16 गते। त्यसैगरी प्रधानमन्त्री KP शर्मा ओलीद्वारा दमक भ्यू टावरको उद्घाटन कहिले गरिएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2081 मङ्सिर 23 गते। आजलाई यति नै। आशा छ तपाईँलाई यो सामग्री एकदमै महत्त्वपूर्ण र सहयोगी हुनेछ भन्ने आश साथै अझ यस्तै भिडियोको लागि हाम्रो यस च्यानललाई सब्सक्राइब गरेर बेल आइकन थिच्न नबिर्सनुहोला।